नमस्ते हजुरहरू सबैजनालाई। म आज हजुरहरूलाई एउटा कुरा भन्न जाँदैछु। जुन कुरा मेरो विचारमा लागेको छ त्यो कुरा भन्न जाँदैछु। आखिर हुन पनि वास्तवमा र यथार्थ यही हो। कोही पनि नरिसाउनु होला। यहाँ मैले धेरै व्यक्तिहरूको गुनासो के सुनि भने मलाई त फलानाले कुरा काट्छ, मेरो कुरा नगरिकन त त्यसलाई खानै पुग्दैन, खाकै पच्दैन, रात दिन मेरै कुरा गर्छ भनेर रिसाउनुहुन्छ क्या। यसमा रिसाउनु पर्ने केही कामै छैन। कस्ता मान्छेले कुरा काट्छन् भने जो कहिल्यै पनि काम गर्दैन क्या, जसले समयको सदुपयोग गर्न जानेकै छैन, जोसँग कुनै चिजको कामको कला नै छैन, जो मान्छे काम गर्नै जान्दैन हो त्यो मान्छेले कुरा काट्ने हो क्या। नत्र काट्नै जान्ने मान्छेले त तरकारी काट्न जान्ने मान्छेले किचनमा सघाउनका लागि आफ्नै काम हो भनेर तरकारी काट्छन्, बाती काट्न जान्ने मान्छेले बाती काट्छन् होइन। अब माछा मासु खाने मान्छेले माछा काट्छन्, खसी काट्छन्, कुखुरा खाने मान्छेले कुखुरा काट्छन् होइन। अब बुटा काट्न जान्ने मान्छेले बुटा काट्छन्, घाँस काट्न जान्ने मान्छेले घाँस काट्छन्, चोया काट्न जान्ने मान्छेले चोया काट्छन् होइन। आखिर जे काटे पनि काट्नु त हो नि। दाउरा काट्न जान्ने मान्छेले दाउरा काट्छन्, फलाम काट्न जान्ने मान्छेले फलाम काट्छन्, सुन काट्न जान्ने मान्छेले सुन काट्छन्। ऊ इन्डियाको आसाम, गुवाहाटी, सिलङ, सिलगढीतिर कोइला खाततिर चाहिँ अब कोइला काट्छन् होइन। अब जसले जे जानेको छ त्यही काट्ने त हो। जो मान्छेसँग जे चिजको कला छ त्यो काट्ने हो क्या जानेको मान्छेले। अब केही नजानेको मान्छेले काट्ने भनेको चाहिँ कुरै काट्ने हो। अब के काट्नु छ त, आखिर जे काटे पनि काट्ने हो भनेर कुरा काटो। गल्ती त्यसको पनि होइन, सुन्नेको पनि होइन। कोही नरिसाउनु होला क्या, कुरा काट्दैमा केही फरक पर्दैन।